अब यो त भर्खरै हाम्रो कस्तो भयो भने यो मार्चमा मात्रै इलेक्सन भयो। अब अहिले त मार्च अप्रिल मे जुन जुलाई अगस्त जुलाई 4 महिना मात्रै भएको छ। त्यो कारणले गर्दा त्यति टाढासम्म सोचिसकेको छैन। पहिला त मलाई के विश्वास लाग्छ भने म बेलायतमा पनि एज अ गभर्मेन्टमा लोकल गभर्मेन्टमा इलेक्सन भएर इलेक्टेडै काउन्सिलर हो, इलेक्सन भएर आउँदाखेरि पहिला काम गर्नुपर्छ भन्ने हो। म कामलाई आफूलाई दिएको भनौँ न एनआरएन पञ्जीकृत सदस्यहरू, हामीले पञ्जीकृत सदस्य भन्छौँ, एनआरएनको विभिन्न सदस्यहरूले चाहिँ मलाई चाहिँ रोजिना प्रधान राईले चाहिँ काम गर्न सक्छ भनेर चाहिँ उपाध्यक्ष पदमा जिताउनु भएको छ र उहाँहरूलाई निराशा नगरिकन मैले गर्नुपर्ने यो 2 वर्ष अथवा 18 महिनाको कार्यकालमा चाहिँ पुरा काम गरिसकेपछि उहाँहरूले आऊ यु क्यान डु इट भनेर भन्यो भने अभियसली मैले नेतृत्व सम्हाल्न म तयार छु हैन। सबै के अरे बाहिर बस्ने गैर आवासीय नेपालीहरू, नेपाली डायस्पोराको लागि काम गर्न म तयार छु, सक्षम छु जस्तो लाग्छ हैन। उहाँहरूले सक्षम छ भनेर मलाई भन्नुभयो भने आइ एम रेडी।